नमस्ते आइपुग्यो अब केही काम थियो कि मैले तिमीलाई एउटा काम दिन बोलाएको भन्नु नि दाइ तपाईँको लागि मेरो ज्यान हाजिर छ तिम्रो ज्यान त चाहिएन एकजना मान्छे उठाउनु पर्यो मान्छे उठाउनु पर्यो दाइ आज उठाइदिउँ कि भोलि उठाइदिउँ केही दिन पख समय मिलाएर म कल गर्छु के कसरी जाने हो मिलाएर गएर कसरी उठाउनु पर्छ कसैलाई थाहा हुनु हुँदैन है काम भइहाल्छ दाइ तपाईँ टेन्सन नलिनु अब तिमी पैसाको कुरा गर्छ होला तिमीले त्यो काम फत्तै गरेपछि मात्रै दिन्छु म पैसा काम सकेपछि दाइ म या मेरो साथीले कल गर्छु तपाईँलाई ल भाइ जसले फोन गरे पनि काम चाहिँ हुनु पर्यो है ल भाइ तिमीले कुरा बुझ्यौ होला तिम्रो क्युआर चाहिँ मलाई पठाइराख न ल दाइ मैले कुरा बुझेँ मैले मलाई लाग्यो बजारसम्म गएर आम भनेको आमा पनि कहाँ जानुभयो ए आमा पनि आइपुग्नु अनि कता जान लाग्यो छोरा खेतमा जानु पर्दैन आमा आज खेतको काम खासै छैन घरको सामान सकिरहेको छ भान्साको बजारसम्म गएर आउँछ सदरमुख जान लाग्यो रे ए छोरा मलाई पनि अलिकति सामान ल्याइदेऊ न हजुरलाई के ल्याइदिउँ त हेर न छोरा यो मेरो खुट्टा दुखेर टेक्नै हुन्न यसो दल्ने मलाई ल्याइदेऊ न हजुरलाई पनि केही ल्याइदिनु पर्छ कि पर्दैन बाबु यति भए पुग्छ मलाई पनि अलिकति सामान ल्याइदिनु है भन न के ल्याइदिनु मलाई नुहाउने स्याम्पू ठुलो बट्टाको ल्याइदिनु हात धुने साबुन ल्याइदिनु अरू सामान सबै यो लिस्टमा छ यो कागजमा के लेखेर दिएको नि मैले त एउटा सामान मगाएको यसले त संसारभरिको सामान पो मगाउनु थाल्छ मलाई दैनिक चाहिने सामान मात्रै ल्याइदिनु भन्यो ल महारानीको पाँच कुरा गर्दै आफूले त पाल्ने मात्रै मिल्दै पुग्छ हेर त तिम्रो आमाले कति थरी भनेर गयो कि तिम्रो आमाको बोली सुनेर त म इरिटेट भइसकेँ भइगयो छैन अब बुढो भएको मान्छे उमेर गएर पनि होला कि यसरी कराएको हामीले त बुझ्नु पर्यो नि ल म गएँ आफ्नो र आमाको राम्रोसँग ख्याल गर्ने फेरि दिनभरि दुईजना झगडा गरेर बस्नु होइन नि ए तिमी आइपुग्यौ अनि के लिएर आएको नि कपडा लिएर आएको ए अनि खेतमा जान लाग्नु भएको खेतमा जानु तिमी खेतमा जाने होइन आज मलाई अलिक सन्चो छैन आज म खेतमा आउँदिनँ होला के भएर खासै के होइन बुझ्नुहोस् न छोरी मान्छेको समस्या साँच्ची भरे आउँदाखेरि साग लिएर आउनुहोस् ल घरमा तरकारी सकिएको छ भरे आउँदा साग मात्र किन नि बोडी पनि ल्याइदिन्छु टन्न फलिरहेछ खेतभरि
हजुर जानु न जानु र जानुहोस् न आज मलाई जानै मन छैन तिमीमाथि तिमीलाई सन्चो छैन भन्छौ केही पनि हुँदैन कि जानुहोस् न जानु र बाबु हजुर भाउजू तपाईँहरू कता हिँड्नु भएको खेततिर जान्ला हो क्या दुवैजना ए होइन खेतमा म एक्लै जान लाग्यो बहिनी त घरमै बस्छिन् ए यो एक्लै खेतमा जाँदै रहेछ अनि तपाईँहरूलाई खाना त खाना के गर्ने बाबु भाउजू मलाई खाना बनाउनु पर्दैन म यसो उतै केही मिलाएर खान्छु नि यही हो मौका बुढालाई फकाएर अब उचाल्नु पर्यो यसको आज बाजा बजाउँछु म यसले के भन्ठानेछ कुनि मलाई के सोचेछ कुनि यसले मलाई यसको आज ल ल बाबु भरे छिट्टै आउनु नि अबेर नगर्नु ल पख्न तलै जा 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 खेतमा जा एक्लै जा अहिले पछि थाहा पाउलास् तेरो जीवनमा कस्तो घटना घट्दैछ भनेर जानुहोस् न भनेको के हेरेर बस्नुभएको के हेरेको जाऊ न भित्र के भयो हँसा गरेर आएको छ त के हो के प्रेम एक्लै खेतमा जाँदैछ अरे अनि भावना त तल चाहिँ हेर्नु बुढा यही हो मौका आज एक्लै खेतमा जाँदैछ अरे यो मौका चाहिँ गुमाउनु हुँदैन है ल ल एकछिन पखन म कल गर्छु हेलो भाइ हजुर भाइ अस्ति त्यो हामीले भनेको थियौ नि त्यो काम आज फत्तै गर्नु पर्यो म त त्यो मान्छे चिनेकै छैन नि यसो गर न त्यो फेरितिर जाऊ त्यो खेतमा एकजना काम गरेर हुन्छ मान्छे अनि त्यहाँ खेतको बारेमा पनि सोध अनि त्यसको साथसाथै त्यसको नाम पनि सोध त्यसको नाम प्रेम हो भने पनि त्यही मान्छे हो ल ल दाइ मैले कुरा बुझेँ उसको नाम प्रेम हो नि हो उसको नाम प्रेम हो उसलाई त्यहाँ खेतैबाट उठाउनु पर्यो अरू कुरा तिमीले बुझिहाल्यौ त्यो काम पुरा हुने बित्तिकै तिमीलाई म क्युआरमा पैसा हालिदिन्छु हुन्छ दाइ हुन्छ हुन्छ ल अहिले नै केटा लिएर गइहाल हस् दाइ ल हेर हामी त कसैले शङ्का गर्दैन हामी घरमा छौँ हाम्रो काम उता भइरहेको छ कसरी नै राम्रो गर्नु
राजले मलाई यस्तो दुर्गम गाउँमा ल्याएर राखेछ, पुरानो थोत्रो घरमा ल्याएर राखेछ। अनि तँलाई कुनै त्यसो शारीरिक यातना दिएको छ त? बुझिन दिदी। तँलाई यसरी कहिले कुटेको, कहिले हातपात गरेको, त्यस्तो के गरेको छ त शरीरमा? यस्तो त केही छैन दिदी। अनि छैन भने किन यसरी आँकेर कल गरेकी? मलाई त यहाँ नोकरले जस्तै काम लाग्छ। घरको काम गर्दै पनि नोकर भइन्छ त? सबैले आफ्नो आफ्नो कर्तव्य त पुरा गर्नुपर्छ नि। छोरा मान्छेले पैसा कमाउने, घरको आर्थिक स्थिति हेर्ने, बलियो पार्ने उसको कर्तव्य हो। हामी छोरी मान्छेले आफ्नो घर सम्हाल्ने आफ्नो कर्तव्य हो। तैँले त्यो आफ्नो कर्तव्यलाई नोकरको संज्ञा दिँदैछस्? हेर खुसी, यो तेरो भुल हो है। मलाई खाना पकाउन आउँदैन भनेर सासूले 10 थरी कुरा सुनाउँछ। अब के गर्नु? हामीले भनेको तैँले मानिनस्। घरको काम सिक, पछि गएर काम लाग्छ भन्दाखेरि तैँले मानेको होइन। अब के भनौँ भन् त? हेर खुसी, अर्का घर आफ्नो बनाउन धेरै गाह्रो छ। फेरि सासू भनेको त आमा छोरा हुन् नि। अब माया पनि गर्नुहुन्छ, नचाहिने कुरामा गाली पनि गर्नुहुन्छ। अनि त्यस्तो कुरा ठुलै बनाउने? सुन न, म यो घरमा आउँदा यो घर चाहिँ कहाँ सम्पन्न थियो र? तेरो भेनाले र मैले कति दुःख र सङ्घर्ष गरेर यो घर, यो सम्पत्ति जोडेको। तैँले पनि धेरै सङ्घर्ष गर्नु छ र आफ्नो सासूको सेवा गरेर उहाँको मन जित्नु छ। काम भनेको त गर्दै जाने हो, सिक्दै जाने हो। यसरी आउँदैन भन्न बस्यो भने त कहिले पनि सिकिँदैन। हेर खुसी, त आफ्नो कर्तव्यबाट कहिले पनि पछि नहट्नु। काम गर्दै जाँदाखेरि काम त बिग्रिहाल्छ नि। अब सासूले 1-2 वचन लगायो भन्दैमा त्यसलाई पनि त पचाउन सक्नुपर्छ आफूले। यसलाई कहिले पनि मनमा राख्नुहुन्न। एक कानले सुन्ने, अर्को कानले उडाउने हो। आफ्नो कमी कमजोरी आफैले केलाउने हो। त्यस्तो भुल फेरि दोहोऱ्याउनु हुँदैन नि, बुझिस्? सुन खुसी, अब तेरो घर कसरी चलाउने, सासूलाई कसरी रिजाउने, बुढालाई कसरी सम्हाल्ने, सबै कुरो तेरो हातमा छ। सासूको 2-4 शब्द आफूले सहँदैमा केही पनि हुँदैन। त्यही भएर सबै कुरो ख्याल राखिस्। यदि तैँले 2-4 शब्द सहिस् भने तेरो भविष्य राम्रो हुन्छ नि, बुझिस् नि? हेर खुसी, अब मैले फोन राखेँ, खुर्क गएर के गर्ने कसो गर्ने सबै कुरोको याद गरिस्। ल, मैले फोन राखेँ है। धेरै कुरो नसोचेस् नि फेरि। हस् दिदी, तपाईँले भनेको बुझेँ अहिले। म यो घर त छोडेर जाँदिनँ। मन भारी भएर तपाईँलाई फोन गरेको। हस्। केटी यो घरमा आएदेखि मलाई बस्नै मन छैन।
होइन आमा कता जानु भएछ त आमाको आवाजै सुन्दिनँ त आज आमा ए आमा यता पनि हुनुहुन्न कस्तो बच्चाले जस्तो देखिदिनु भयो कहाँ जानु भएछ फेरि ल यता पनि हुनुहुन्न खोज्दै हैरान हुनु भयो राज के भयो बिहान बिहानै आमालाई बोलाउँदैछौ त हेर न खुसी आमा कहाँ जानुभयो जानु कतै हुनुहुन्न सोधेर गएको भयो भने चाहिँ जाउँ त कोठामा सुतिरहनु भएको छ कि हाम्रो आमा पनि के भएको बिहानै उठेर कहाँ जानुहुन्छ जानुहुन्छ तपाईँ यसो कि भनेर गएपछि खाना कति बेला पकाउने के गर्नु राज आमा त कोठामा पनि हुनुहुन्न बिहान कहाँ जानुहुन्छ भने भान्सामा हेर त आमा भान्सामा हुनुहुन्छ कि खाना पकाउँदै हुनुहुन्छ कि सधैँ बानी यस्तै कि नराम्रो भान्सामा पनि हुनुहुन्न भान्सामा पनि हुनुहुन्न तना भयो नि फेरि कहाँ खोज्नु जानु किन टेन्सन लिनुभएको आइहाल्नुहुन्छ नि टेन्सन त लिनै पर्यो नि एकछिनपछि खेतमा जाने बेला हुन्छ खाना पकाउने कि नपकाउने के गर्ने खोइ गोरु बुढो भयो भने भिर खोज्छ अरे मान्छे बुढो भयो भने निउ खोज्छ अरे आमा पनि त्यस्तै हुनुहुन्छ सानसानो कुरामा निउ खोजिरहनुहुन्छ आमाले निउ खोजेको होइन सही कुरा गर्नुभएको छोरी मान्छेले बिहान बेलुका खाना पकाउनु त सिक्नै पर्छ होइन र त्यो त हो त्यतिखेर वास्तै गरेन साँच्ची तपाईँको दिदी पनि छ होइन र छ अनि तिमीलाई कसले भन्यो नि कसले भन्नु यो गाउँमा मैले कसैलाई चिनेकै छैन हामी बिहे गरेर आउँदा तिम्रै आमाले भने होइन खोइ त दिदी हामी बिहे गरेर आएकै दिनदेखि मैले पनि देखेको छैन अब दिदी कहाँ गए भनेर आमालाई सोध्यो भने के भन्नुहुन्छ है कहाँ गएकी हो दिदी दिदीको पनि कोहीसँग लभसप थियो कि खै एकजना तोरी कि तोर्पेसँग लभ पऱ्यो भनेर सुनेको थिएँ त्यसैसँग गए कि के हो त्यस्तै होला आमाले मसँग कराउँदै फुर्सद छैन ल दिदीको कुरा पछि गरौँ न भित्र गएर खाना पकाउनु सुसार गर्दै गर म मुख धोएर आउँछु उसको परिवारको कुरा गरेँ कि रिसाइहाल्छ ल गएँ म फेरि बुहारी भएर कामै छैन घरमा बस्यो खायो सुत्यो छोरो पनि त्यस्तै के घरमा त एकछिन बस्नु मन लाग्दैन जो केटीलाई बाटोमा देख्दा भेट्दा रिस उठ्थ्यो त्यही केटीलाई दुलाई बनाएर लिएर आयो छोराले के गर्नु छोरै त्यस्तो अर्कालाई के भन्नु कस्तो होला हे भगवान् त्यसको अनुहार हेर्न पनि मन लाग्दैन थियो पल्लो गाउँमा भिनाजुलाई फसाउन अनेक षड्यन्त्र गरी दिदीको सम्पत्ति खान मार्नसम्म पसै नपर्ने केटी आज मैले बुहारी भन्न परेको छ भोलि मलाई पनि तलमाथि केही गर्ने हो कि के थाहा त्यसको भरै छैन आमै ए आमै है एक्लै काम गरिरहनु भएको अँ खोइ त छोरा बुहारी घरमै छन् कति दुःख गर्नुभएको आउनु न एकछिन बसेर गफ गरौँ आउनु न आउनु काम छ बित्थामा बोलाउँछन् काम मात्रै अड्काएर यहाँ बल्ल गरिरहेछु काम घरमा त्यति काम छ बाहिर किन बोला गर्छन् भने ल नानीलाई के काम छ गर्नु आउनु न एकछिन गफ गरौँ ल हेर्न ल यहीँ बस्नु ल ल भन के छ हेर छोरा बुहारीलाई काम गर्न नलाइकन आफै काम गर्न थाल्नु भएछ बुढेसकालमा नभइदिया भए छोरा बुहारीलाई काममा लाएर म सुती घरमा बसेर खान्थेँ तपाईँले त बुहारी खुसुक्क भित्राउनु भएछ नि भोज खुवाउने विचार छैन कि क्या हो
भोट त खोल्नु मन थियो नि, के गर्ने? आफूले खोजेको रोजीको बुहारी होइन। अब छोरोले कहाँबाट मन पराएर ल्याइहाल्यो, नभित्र नहुने। अनि के भयो त? बुहारी गोरी छे, राम्री छे, तपाईँलाई के कुरामा चित्त बुझेन त? सबै कुरा भनिरहनु जरुरत छ र? ए, तपाईँलाई बुहारी चित्त नबुझेको भन्ने कुरा चाहिँ थाहा पाइयो। यो छोरीको जुनी पनि कस्तो हो यामै, बुझ्नै गाह्रो। बिहा गरेर जाउँ, सासू कस्तो पर्ली भन्ने पि। सासूको सेवा गर्दा गर्दै आधी उमेर जान्छ आमै। त्यसपछि छोराछोरी हुर्किन्छन्, अनि छोराको बिहे गर्ने दिन आउँछ। अनुहार हेरेर बुहारी ल्याइन्छ, त्यसपछि कस्तो बुहारी भित्रिन्छ भन्ने पिर। पिरमा जिन्दगी बित्ने भयो यामै। तपाईँको कुरा सुन्दा तपाईँको छोराको बिहे भोज खुवाउनु होला जस्तो लागेन मलाई। ल, म त गएँ। मैयाले भनेको कुरो पनि ठिक हो। छोरोले अनुहार हेरेर ल्यायो, लाज पकाएर खाना पकाउन आउँदैन भन्छ, खेतबारीको काम आउँदैन भन्छ, अनि के चाहिँ आउँछ होला यसलाई? आमा बाउले पनि के मात्रै सिकाएर हुर्काएका हुन्। पढेर मात्रै के गर्नु? हातमा सिप पनि हुनु पर्यो। सिप भए पो गरी खानु पाइन्छ। एउटा तरकारी तिउन पकाउनु ढङ्ग छैन। यो मैयाले मेरो दिमाग मात्रै बिगारी। आफ्नै काममा जान्छु। कति काम गर्थ्यो अहिलेसम्म। आधा कुरा सुन्यो, आफ्नै काम नाश भने जस्तै यहाँ काम नाश भइसक्यो। खाना दाइ, हजुरको नाम के हो? मेरो नाम प्रेम हो। दाइ, यो तपाईँको आफ्नै जग्गा हो? हो। जग्गा बेच्छ त हजुरको दाइ? कहाँ यो जग्गा बेच्नु? यत्रो दुःख गरेर कमाएको छु। तपाईँको काम सक्सेस भयो, हाम्रो पैसा हालिदिनु ल। के मान्छेलाई खोलामा बगाइदिउँ ल? ओके दाइ।